ओके, नमस्कार सम्पूर्णजनालाई। एउटा नेपाली मुभीको टिजर आएको रहेछ, दयाङ राईको पेन्सन पट्टा भन्ने। ओके, रेडी हेरौँ न त कस्तो हुने रहेछ। ओके, रेडी 3 2 1 0। ओके, ओके 3 2 1 0। OSR Digital, entertaining ओ the सर nation. डिजिटल। सुबेदार गंगाबहादुर गुरुङको मान्छे हजुर श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो। होइन म मात्रै हो बाबु। तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त। नाम चाहिँ के लेखेको रहेछ सर? भन्नु मिल्दैन। यो फाइल लिएर जानुस्, नाम मिलाएर आउनुस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ। यसो सम्झि त मेरो बुढोले तँलाई कुन कुन नामले बोलाउँथ्यो? तपाईँलाई थाहा छ त दाइ, त्यही छलमाया त हो। बरु बाउले चाहिँ तपाईँसँग भन्दा अगाडि कोहीसँग बिहा गरेको थियो? वाउ, लोकेसन। होइन यो मान्छे के साह्रो पछि लाग्यो? पहिलेकै जोडी, बडो इन्ट्रेस्टिङ हुनुहुँदो रहेछ। पहिलेकै सपोर्टिङ क्यारेक्टर। वाह, त्यसो भए त्यसले उसैको नाममा गरेको भएछ। अङ्कल जेठी आमाको नाम चाहिँ के थियो? ओहो, मैले त नामै बिर्सेँ बेटा। प्रेम, त्याग र आत्मकथाको गुड। नयाँ नयाँ पनि छ यो। पेन्सन पट्टा सुनिल थापा पनि थियो भनेपछि बाउको पो अन्तिम इच्छा सुन्न पाउनु भयो कि भएन? बाउको अन्तिम इच्छा त थाहा भएन। मरेर गएपछि दुःख दिनु छोडेको छैन। ओके, पेन्सन पट्टा। ओके, सो पेन्सन पट्टाको टिजर यो है। पुरानो विषयवस्तुलाई लिएर मुभी बनाएको रहेछ र त्योसँगै दयाङ राई र पुरानो विषयवस्तु लिएर मुभी बनाएको रहेछ। त्यही दयाङ राई, पुरानै सपोर्टिङ रोल, पुरानै एक्टर। हेरौँ कस्तो हुन्छ। मुभी लाग्छ पहिले जस्तै, त्यही एउटै फ्लोमा चल्छ जस्तो लागिरहेको छ, जुन फ्लोमा पहिले चल्थ्यो दयाङ राईको मुभी। त्यस्तो नयाँ केही छैन, तर नयाँ नयाँ त्यही नयाँ विषयवस्तु मात्र नयाँ छ, अरू एक्टिङ त्यही हो। र लोकेसनहरू पहिलेको मुभी पनि त्यही हुन्थ्यो, त्यस्तै हुन्थ्यो। के छ ओभरअल हेर्ने भने सबै राम्रो छ। टिजर राम्रो थियो। पुरानो विषयवस्तुलाई लिएर जुन किसिमको प्रेजेन्टेसन छ, अब त्यो हेर्न बाँकी छ होइन। कसरी देखाउँछ त्यो पनि हेर्न बाँकी छ। लेट्स गो। अब ट्रेलर हेरौँ, ट्रेलर हेरेपछि थाहा हुन्छ अलिक मुभीको बारेमा।